बोलिए बांके बिहारी लाल को, आज को आनंद को, भक्त वत्सल भगवान को, श्रीमद् भागवत महापुराण को। मेरो मेरो भन्छौ हामी, मेरो केही छैन। मेरो मेरो भन्छौ हामी, मेरो केही छैन। एक्लै आयो एक्लै जाने लाने के नि हैन। मेरो मेरो भन्छौ हामी, मेरो केही छैन। एक्लै आयो एक्लै जान्छौ लाने केही छैन। मेरो मेरो भन्छौ हामी, मेरो केही छैन। एक्लै आयो एक्लै जाने लाने केही नि हैन। मेरो मेरो भन्छौ हामी, मेरो केही छैन। एक्लै आयो एक्लै जान्छौ लाने केही छैन। दोनों हाथ उठाएर जय हो। दामोदर कुंडा, कृष्ण गंडकी मुक्ति नाम दामोदर कुंडा। सालक राम भगवान लय जाओ वैकुंठा, सालक राम भगवान लय जाओ वैकुंठा। सालक राम भगवान लय जाओ वैकुंठा, सालक राम भगवान लय जाओ वैकुंठा। जय हो। पार तरिन्छ, राम नाम जपेर पार तरिन्छ। नभजे त 84 मा पक्कै परिन्छ, नभजे त 84 मा पक्कै परिन्छ। नभजे त 84 मा पक्कै परिन्छ, नभजे त 84 मा पक्कै परिन्छ। जय हो। दोनों हाथ उठाएर ताली जोड्दा राधे। ओहो संसार झूठो छ, संसार झूठो छ, संसार झूठो छ। हरि नाम सत्य 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 छ, संसार झूठो छ। जय हो। राधे।
છો સबै जना આમાको लागि जोरदार ताली बजाउनुहोस्। आमा समूहको नाच नै राम्रो। अब जो उठ्नुमा भजन पनि अवश्य हामीहरूले गाउने छौं। अब मन कथालाई श्रवणपान गर्ने छौं। हिजोको दिनमा हामीहरूले भागवत कथालाई श्रवणपान गर्यौं, श्रीमद् भागवतको महिमालाई बुझ्यौं, संस्कार र संस्कृतिलाई बुझ्ने कोसिस गर्यौं। श्री सूत जी महाराजले सौनकादिक 88,000 मुनिहरूलाई बडा ही सुन्दर उत्तम प्रश्न गर्नुभएको छ। त्यसको जवाबको रूपमा समस्त भागवत सूत जी महाराजले मुनिहरूलाई सुनाउँदै हुनुहुन्छ। अब हजुरहरूले यो भागवतको गूढ तत्त्वलाई मन लगाएर सुन्नुपर्छ। जबसम्म हजुर कथा सुन्नुहुन्छ नि, हजुरको नेत्र एदर हुनुपर्छ मपट्टी। स्क्रिनमा देखिराख्नु भएको छ, आनन्द आएको छ भने उतै हेर्नु होला। प्यार से बोलो, ए मेरी आमा, थोड़ा जोर से बोलो ना। यसरी होइन कि थोड़ा आवाज को साथ में बोल देनु ना। बाहर वालों बोलो ना। 3 बजी सक्यो।